अनि यहाँनिर चाहिँ उयो केरा पाकेको स्कुल आइसकेको अवस्था कुकुर भुकेको अवस्था दादालाई हेलो गाइज मेरो भाइ बहिनी लोक कता छन् यता लेट्स फेफुला वेलकम ब्याक टु माई न्यू भ्लग हेर भाइ भनेको यस्तो हुनुपर्छ बोक्ने हेरेर बोकाइदिएको है है तपाईहरु के गर्दै हुनुहुन्छ सन्चै हुन्छ होला अनि भ्लग चाहिँ धेरै पछि आयो धेरै पछि नै 2 हप्ता पछितिर किनभने एक्जाम थियो फाइनल एक्जाम अब 9 क्लासमा त के कता अरे पूजा छ अरे नि हामी जाँदै रेनी स्कुलतिरबाट जान्छौँ हामी चाहिँ जाँदैछौँ मामहरू फुपूहरू चाहिँ आङीहरू चाहिँ पछाडि नै हुनुहुन्छ त्यही हो गएर भेटौँ ट्याड्याउ A few moments later खतरा भ्यू देखिएको है ए उताबाट नजाऊ रितम भन्नु न पाँचजना थियौँ सरले त त्यो के भन्छ त्यो पानी लगाउनु छ त त्यो माथि के भन्छ त्यो के पहिला भर्न छ त त्यसलाई के भन्छ म थाहा भएन कता हुन्छ दिदीलाई भेट्ने भन्नु एकछिन बसौँ न ओ दिदी कहाँ हुन्छ यता गएर जानै लाज मारो नहीं ये मजाक हो रहा है एक सेकंड यार मजाक लजावटी झार जस्तो यताबाट पो जान्छ नजाउँ न पर्ख्यौँ न एकछिन उयो माथिबाट हेर्नु फुपूहरूलाई पर्खिनु भन्नुभएको छ रिदमलाई बोलाएर कहाँ बस्ने दादा कम कम नमस्ते दाई फ्याफुला ढोक्दिया अलरेडी भाग्ने मानी वैशाख 2 गते अरे जान्छु नि स्कुल लाग्यो भने जान्छु नि के भनिहाल्छु नि मम्मीलाई यहाँ आगोलाई सन्चो छैन अरे यसो भूत खेलाउने बेला भयो सन्चो फुकिदिने बेला भयो लो मैले फुटबल खेलेको कौन है ये लोग कहाँ से आते हैं चुप लाग्नु साथी छ नि फेरि मसँग तिम्रो बाबा गाइजहरू होइन आज मेरो दोस्तहरूसँग फुटबल खेलेको खुट्टा गयो मर्क्यो दोस्तहरूसँग कति बज्यो दादा 4:30 हुनुको लागि त्यही हो गाइजहरू आजको ब्लग चाहिँ बाई बाई